Guys, back to my new vlog. I bet सन्चै हुनुहुन्छ होला। पहिला स्वागत छ आजको मेरो भ्लगमा हैन। आज चाहिँ म जानु भएको एक्जाम दिन एक्जाम चलिरहेछ आजभोलि हाम्रो एक्जाम चलिरहेछ गाइस। त्यही गाइस सब गइसक्यो हैन स्कुल चाहिँ म मात्रै हो जानु लागेको। गाइस म चाहिँ अहिले ओर आइसक्यो हैन। अब जानुपर्छ स्कुल। अगाडि हो यसरी जाने यो साथी हो जाने कपाल मिलाइरहेछ हेर्नुहोस् ल परेछ त्यसको ल परेछ कपाल मिलाइरहेछ। त्यही गाइस हाम्रो त नलप न के हेर्नुहोस् मिलाइरहेछ कपाल। जानुपर्छ अब बाटो हिँड्न पर्छ लाग्छ 2 घन्टा जान बाटो 2 घन्टाको बाटो छ गाइस। गाइस बस अहिले ओर आइपुग्यो हैन। केटाहरू पनि आइरहन् यी उदिनतिर नदिरामको छोरा हुन् दुईटा छन् यी बसिरहनु अलिअलि झ्याप कसम राम्रो छ हेर्नुहोस् केटीहरू पठाएको केटाहरू फेरि सब मिङ्गल छन् के मर्तै हो सिङ्गल भनेको त रफ पनि मतलब हेन्सम नै हेरेको केटाहरू पुरानो गरम केटाहरूको जस्तै त्यही गाइस अर्को बेला म पारी चिनिन्छ कि नै। अहिले माथि आइपुग्यो होइन ड्यामसँग आइपुगेको ड्याम यतातिर हो हेर्नुहोस् भोपाल छ तपाईँहरू आउनु होला होइन गाइस। त्यही आउनु होला ड्याम यहाँ ढुङ्गा पनि छ यहाँ खेल्न केटाहरू अगाडि गइराख्नु हो। यो चाहिँ वनको समुदाय घर हो होइन। यहाँ मन्दिर छ माथि बाहिर आउनु होला सबैजना। माथि मन्दिर देवस्थान मन्दिर चाहिँ हो यो गाई चाहिँ यो चाहिँ अब स्कुल आइपुग्यौँ होइन। अब खोइ मोबाइल राख्नुपर्छ केटाहरू पनि हिँडिरहन अब त्यही हो साँझ अब एक्जाम गरेर आउँछ हाम्रो झन् एक्जाम छुट्टी होइन। अब हामी घरतिर जानु आएको केटाहरू पनि जानु लानु तयार छन्। अब अहिले चाहिँ हामी होइन यता आइपुगेको अब केटाहरू अरू उताबाट गयो हामी यो बाटो आएको केटाहरू अगाडि गइराख्ने अहिले बुढो खेलेर हामी दुईवटा गएको केटाहरू हिँड्दाखान हामी यता आएको होइन। यो बाटोमा केटाहरू फेरि पुरै चोरेर खाने के चना चोरेर खाने हेर्नुहोस् केटाहरू यस्तो चोर्छन् नि अनि चना चोरेर खाइरहने। त्यही गाइस अब चाहिँ हामी जानुपर्छ होइन। यो चाहिँ हेर्नु फाटो पुरा हेर्नुहोस् यो पुरा गाउँ पुरा छ सम्म हेर्नुहोस् गाइस। यो गाइस म चाहिँ अहिले होइन स्कुलबाट घर आइसकेको चाहिँ दोकानतिर जानु लागेको बस्न केही नानीहरू दोकानमा बोलाइरहन् जानु पर्यो दोकानतिर। त्यही गाइस गाउँ पनि पाकिसक्यो हेर्नु। त्यही गाइस अब चाहिँ दोकानमा बस्नुपर्छ गाइस। त्यही हो अब चाहिँ होइन म दोकानमा बस्नुपर्छ दोकानमा बस्नुपर्छ। त्यो गाइस आजलाई यति अब नेक्स्ट भ्लगमा बाई बाई।